हेलो गाइस वेलकम ब्याक नमस्ते सबैजनालाई म चाहिँ जाँदैछु दिल्ली हो कुछ कामले गर्दाखेरि त्यो काम पनि तपाईँहरूलाई भनिदिन्छु के चाहिँ काम हो भनेर अन्त अहिले चाहिँ मैले चेक इनहरू सबै गरिसकेँ अन्त अहिले 5 बजिसक्यो 5 बज्यो हो अब मेरो फ्लाइट 7 बज्छ तर बोर्डिङहरू 6:10हरूदेखि सुरु हुन्छ तर त्यही भएर ठिकै छ 6 बजीदेखि अब 1 घन्टा छ हो अन्त यता खान्छु यता टोलिँदाखेरि ठिकै हुन्छ ल अब एकैचोटि दिल्लीमा भेटौँ पहिलाको प्रिभियस भ्लगमा मैले देख्नुहुन्छ 2 इयर्स अगाडि म यहाँनिर भ्लग गरेको थिएँ हो अन्त ज्याकेट पनि यही थियो त्यति बेला अहिलेसम्म यो ज्याकेट राम्रै छ तर म लगाएको छुइनँ गरम भएर अन्त यहाँनिर मैले भ्लग गरेको थिएँ अन्त सेम कुरो 2 इयर्स क्या छिटो बित्यो क्या अब एयरपोर्ट पनि पुग्यो दिल्ली एयरपोर्ट अन्त अब दिल्ली एयरपोर्टबाट अब जाँदैछु साथीको घर मिटिङ एक वर्षहरू बाद भेट्छु अब यता अटो स्ट्यान्डपट्टि जाँदैछु यता क्याब स्ट्यान्डहरूपट्टि यता मेट्रो टर्मिनल 3मा मात्रै रहेछ हो अन्त म टर्मिनल 1मा छु त्यही भएर टर्मिनल 3सम्म जानु लागि फेरि अर्को 18 लिनुपर्छ सो बेटर आई टेक डाइरेक्टली एन्ड उबर ओ कैसा रहन्छ सिधै 2 दिन बाद 2 दिन गयो हो अन्त अब वी आर हेडिङ टुवर्ड्स जयपुर अब जयपुरपट्टि जाँदैछ बसपट्टि जाँदैछ एक्चुली त्यहाँदेखि चाहिँ जयपुर चाहिँ किन गएको त्यो चाहिँ अब बादमा देख्नुहुन्छ स्टे ट्युन फर द्याट चाहिँ बादमा देख्नुहुन्छ जयपुर चाहिँ किन चाहिँ गएको हामी भनेर हो यहाँ चाहिँ छ हाम्रो मेट्रो स्टेसन दिल्लीको यताबाट हो के छ भन्नु भेरी हट आई मिस बिङ इन बेङ्गलोर यहाँ गएर काट्नु तपाईँको के पो एयरपोर्ट लाइन एयरपोर्ट एक्सप्रेस अन्त यो चाहिँ अहिले हामी एयरपोर्ट पनि सिधै कनेक्ट हुन्छ हो तेलो एलसिटी धौलाखान शिवाजी स्टेडियम न्यू दिल्ली दिल्लीको फरेन ए तिम्रो दिल्ली न्यू दिल्ली मेट्रो अनि गाइस बसमा पनि चढिसक्यो हामी यता हिँड्न सक्छ यता बाहिर छ यो हाम्रो बस हो यी सोचिरहेको छ हो अर्को अब वी विल बी रिचिङ इन द 4-5 आवर्स जयपुरमा पुगेर भेटौँ बल्ल पुग्यो जयपुर 5 घन्टा बाद यो चाहिँ हो हाम्रो रुम तपाईँलाई रुम टुर दिन्छु हो टक्क यहाँ चाहिँ छ बेड यता गरौँ न यता छ बस्ने जग्गा हो यता छ एउटा बेड यता छ अर्को बेड यता छ टिभी अनि यता छ गोद्रेज पनि रहेछ यो गोद्रेजभित्र अहिले के पनि छैन रहेछ क्लिन रहेछ एकदमै बिएनबी यो चाहिँ क्रिस्चियन पोल बजार भनेर हुन्छ अन्त वासरुम यो चाहिँ वासरुम रहेछ यता एकदम क्लिन रहेछ अब खाना खानु गएको जाउँ हामी अहिले आइरहेको छौँ यता उयसमा जसले स्ट्रिट चाहिँ लुगाहरू के पाउँदो रहेछ हो अन्त दामी लुगाहरू पाउँदो रहेछ रिजनेबल रेटमा यताको फेमस जसले फुल स्ट्रिटै त्यस्तो रहेछ डल्लै फुल स्ट्रिटै अन्त अघि भ्लगै गर्नु भुल्यो मैले यो किनेको छु रोल यता किनेको छु वाट्स द्याट भनिदिनु न कुर्ती फर my beautiful woman सिस्टर beautiful woman in my life यता मजाको रहेछ डल्लै हो यता डल्लै तर कलेक्सन है अघिदेखि भ्लग गर्नु पर्दो रहेछ योहरू है अम्बो दामी है केटीहरूको लागि त यहाँ पग्ला हुने रहेछ नहीं यो डल्लै स्ट्रिटहरूमा डल्लै पिङ्क सिटी हो पिङ्क सिटी फर रिजन रहेछ नि डल्लै यस्तोहरू रहेछ महलहरू टाइपको रहेछ क्या डल्लै महलहरू जस्तो रहेछ यता डल्लै यता दोकानहरू प्रायः यस्तै रहेछ हौ डल्लै है
छेउबाट चाहिँ देख्न सक्नुहुन्छ है दामी रहेछ यो खिड्कीहरू क्या डिटेलिङ दामी गरेको रहेछ गुड मर्निङ फ्रम जयपुर हामी जाँदैछ यता गणेश टेम्पल हिँड्नु पर्दो रहेछ हो मेरो अब आफ्टर 8 बजी चाहिँ म जानुपर्छ उयसमा कलेज जानुपर्छ हो अन्त त्यही भएर चाहिँ अब अलिक छिटै गएको सो रिटर्न ब्याक मैले जानै पर्यो कफी तातो है यता चाहिँ मन्दिर रहेछ यता उकालो हो अब हिँड्दैछ हामी कति भयो हिँडेको 1 घन्टा पनि आँट्यो है थाकिसक्यो यो जयपुर सिटी अहिले माथिबाट झन् दामी भ्यू देख्छ होला ए मन्दिर चाहिँ यहाँ देख्दैछ सिटी भ्यू चाहिँ यहाँ जस्तो छ दामी त छ फोटो यहाँ चाहिँ फोर्टहरू रहेछ फोर्ट यतापट्टि पनि रहेछ यतापट्टि पनि रहेछ मन्दिरबाट पनि फर्केको अब मन्दिरमा त भिडियो गर्नु अलाउड छैन रहेछ हो त्यही भएर गरेन यस्तो छ यस्ता फर्किँदैछ फर्किँदा चाहिँ अर्को बाटो फर्केको 2टा बाटो रहेछ हो त्यहाँबाट चाहिँ लेफ्टबाट जाने राइटबाट आउने समथिङ लाइक द्याट तर त्यहाँबाट उकालो आउँदा पनि हुन्छ अब फर्केर टु गो टु अनदर प्लेस स्टे ट्युन्ड किनभने हिजोको त एकदमै हडेको थियो हाम्रो बेलुकाको मटन त अब आई होप दिस इज गुड यहाँ पुग्यो यहाँ अनलाइन मणिपालको यता मणिपाल युनिभर्सिटी गेट अब एन्ट्रेन्स अब रेजिस्ट्रेसनहरू गरेर भेटौँ ल रेजिस्ट्रेसनहरू सबै भइसक्यो अब यता चाहिँ क्याम्पस हेर्न सक्नुहुन्छ मेरो यो चाहिँ हो कुनै एडमिनिस्ट्रेसन ब्लकबाट म पनि फर्स्ट टाइम आउँदैछु यो एकाडेमिक ब्लक रहेछ हो अन्त यहाँनिर टोटोहरूले भित्रभित्रै लाँदो रहेछ क्याम्पस मजाको रहेछ आई लभ मणिपाल छ यता अन्त मेरो गार्जियन मेरो स्टेपसन मणिपाल युनिभर्सिटी पनि पढ्यो मास्टर्स पनि सकियो हेर्दै हेर्दै कन्भोकेसनहरू सबै पनि भयो अब मैले आइडी पाएँ हो अब हेरौँ के चाहिँ दिएको रहेछ भित्र मलाई मणिपालले धुला रहेछ हो मजाको धुला बाहिर मणिपाल युनिभर्सिटी लेखेको अन्त त्यसको भित्र द बेस्ट स्पोर्ट भ्याक्युम कप के रहेछ यो चाहिँ हेरौँ ल ए मणिपालको यो वाटर बोतल रहेछ जो पानी खान सक्छ हो यसको प्राइस कति हो प्राइस छोड्दैन त्यो अहिले 1,70,000 त्यो 1,70,000 यतिको लागि हो नि होइन त्यहाँदेखि यो रहेछ यो के हो केक कप पनि रहेछ मणिपाल युनिभर्सिटीको हो कप रहेछ यो भयो त्यहाँदेखि यो रेफर यर फ्रेन्ड्स हो गर्छ भने गरिहाल्यो रेफर यर फ्रेन्ड्स हो त्यहाँदेखि यो बुक रहेछ मणिपाल युनिभर्सिटीको कतिवटा क्याम्पस छ हो त्यो अहिले देखाउँछु यो पनि रेफर यर फ्रेन्डै रहेछ यो रहेछ मेन चिज यो चाहिँ तपाईँको के भन्छ होला खदा स्यास स्यास खदा यो चाहिँ अब लगाउँ ल लगाएर भिडियो गर्नु मजाले हो त्यहाँदेखि त्यति रहेछ यो लगाएर भिडियो गर्छु खै डिग्री छ मजाबाट मटेरियल पनि राम्रै रहेछ खै डिग्री छ डिग्री त अब त्यो बादमा पाउँछ अब एकछिनमा पाउँछ नि एम्युजिक हो टक्कै यो लगाएर चाहिँ यस्तो लगाउनुपर्छ अहिले मजाले यहाँनिर पाएको यता मेस रहेछ यहाँ मणिपालको मेन क्याम्पस रहेछ यता चाहिँ हो यहाँबाट चाहिँ विशेष यो
यहाँनिर ग्राउन्ड रहेछ यहाँनिर पोडियम जस्तै के रहेछ हो अन्त यहाँ सबैजनाले फोटो खिच्दैछ यता अन्त माथि जाने के रहेछ भनेर के भन्छ खै कहाँनिर किन पठाएको अन्त उता उता पनि रहेछ यता यता पनि रहेछ यहाँपट्टि पनि रहेछ उता चाहिँ क्याम्पसहरू हो यतापट्टि अन्त कन्भोकेसन चाहिँ मेन यहाँनिर हुँदैछ होला आइम गेसिङ इट बट इट इज वाट इट इज मजाको छ क्याम्पस तर है राम्रै छ त गरम चाहिँ गरम रहेछ एकदमै गरम भइसक्यो म झन् कोटमा छु गरम भइसक्यो क्लासमा चाहिँ एसी रहेछ हो अब यता गरम भइसक्यो जानुपर्ने चाहिँ कहाँ हो पनि छैन घर जानु मन लागेको छ गरम भयो मलाई चाहिँ यहाँतिर पनि फोटोसुट हुँदै रहेछ आइम स्टिल यङ ब्रो मेरो छ त अन्त त्यसलाई ओ किन हामी यहाँबाट गएको रेड कार्पेट पर्खन लगाउँदैछ भर्खर रेड कार्पेट मेरो लागि लगाइदिँदैछ रेड कार्पेट र यता मेरो लागि भर्खर लगाइदिँदैछ कस्तो हामी छिटो आइपुग्यो नि कन्भोकेसन गर्दा चाहिँ रेड कार्पेटमा टक्कै हिँड्दैन होला नि त यस्तो खालको ओह्रालो रेड कार्पेट उयो हुन्छ होला फेरि टायर्ड है अब सुत्छु घर गएर सुत्छु होइन अब एकछिन बाहिर जान्छु त्यहाँदेखि सुत्छु ल सिउ यहाँ पनि गोर्खाको लेख्नु छ यो पनि बाई बाई यसलाई पनि अच्छा सरी यहाँ पनि रहेछ क्याम्पस अरू क्याम्पस मणिपालको जी यो चाहिँ गुड होस्ट स्पेसिस म्यानेजमेन्ट होला हो हस्टेल होला बाई बाई टु दिस लभली प्लेस आई लभ मणिपाल बाई बाई पनि गऱ्यो यहाँ गोपी ढाबा भन्ने रहेछ नाइ पाउँदो रहेछ तपाईँहरू पनि जयपुर आयो भने यहाँ खान सक्नुहुन्छ मिठो पाउँदो रहेछ आलु पराठा खाएको गरेको बाई बाई टु दिस लभली रुम अब हामी निक्लिँदैछ दिल्लीको तरफ आफ्टर ह्याभिङ ब्रेकफास्ट हो अन्त अब चाहिँ गएको हाम्रो यता 2 दिनको लागि होम ल बाई बाई भनिदेऊ न आएर पनि 2 दिनै डोसा खान्छ है यो मान्छेले चाहिँ नर्थमा आएर पनि डोसा नै खाने मान्छे हो एकदम 2 दिन कन्टिन्यू ब्रेकफास्ट कस्तो छ रिभ्यू कलिङ अब घर गएको हामी चाहिँ अब ल फाइनली अब ट्रिप हेज कम टु एन एन्ड अब ट्राभल गरेर वाक्कै भइसक्यो है के छ भन्नु के छ भन्नु 734301 वाक्कै भइसक्यो ट्राभल गरेर बुझ्छौ मेरो गाइजहरूले नेपाली 4 दिन बसेको आउँदै चाहिँ बोल्नु बोल्दैहरू चाहिँ बोल्नु आउँदै चाहिँ बोल्नु फ्लाइटमा चढेर यस्तो नेपाली